अब छोरो त पोखरातिर यसरी पानी परेको छ अनि पसिना पनि आएको छ। अब छोरो न यता आऊ न। आमा त्यो गाडी कसरी हिँडेको के यसरी पानी हेर्नु हे बाबु वर्षा लाग्यो के भन्यो यसलाई कति लौ न पुऱ्यायो नि त हावाले पुऱ्यायो त्यो गाडीको कस्तो स्पिड हिँडेछ गाडीहरू पुऱ्यायो कहाँ गयो त पुऱ्यायो यसरी रमाइलो छ दिउँसै 3 बजे नै यसरी पानी परेको छ है बाबु हुँदैन हिँड्नुभित्र हिँड अब हुँदैन अब हुँदैन त्यस्तो गरेर टाउको दुख्छ सन्चो हुँदैन यसरी पानी चाहिँ कसरी आएको है